राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री उम्मेद्वार बालेन शाहको चुनावी प्रचारमा सुदूरपश्चिम पुगेका पत्रकार दिनेश सिटौलाको आज मृत्यु भएको छ। उनी सुदूरपश्चिम प्रचार प्रसारमा हुँदा त्यहीँ बेहोस भएका थिए र उनलाई हेलिकप्टर मार्फत काठमाडौँ हस्पिटलमा ल्याएर हस्पिटलमा भर्ना गरिएको थियो। यस्तै घटना 3 वर्ष पहिले 2079 सालमा रासपाका सभापति रवि लामिछानेको चुनावी प्रचारमा चितवनमा पनि घटेको थियो। उनका ड्राइभर शम्भु थापा होटेलको छतबाट खसेर घाइते भएका थिए र उनलाई पनि काठमाडौँमा हेलिकप्टर मार्फत नै हस्पिटलमा भर्ना गरिएको थियो र हस्पिटलमै उनको उपचारको क्रममा मृत्यु भएको थियो। तर यो रासपाको हरेक चुनावको टाइममा उनका वरिष्ठ उनका मेन क्यान्डिडेटको प्रचारमा हिँडेका सहयोगीहरूको किन हत्या हुन्छ अथवा किन मृत्यु हुन्छ, यो विषयमा तपाईहरु के भन्नुहुन्छ? आफ्नो धारणा कमेन्टमा लेख्नुहोला। धन्यवाद।